म्याच छ म चाहिँ विकेट किपर हो गाइस अनि आई एम एक्साइटेड पनि नर्भस पनि अब एक्साइटेड हामी दुईजना चाहिँ सायद फिल्डर हो अनि ब्याटर हो सायद अनि हेरौँ के बलरमा त चान्स पाइन्छ जस्तो हेरौँ भन्ने नै छैन जित्ने हो जित्ने हो मैले स्टम्प हान्ने हो आउट गराउने हो बस राम्रो साथीहरू छ ब्याटिङको लागि पनि अनि त्यसपछि बलिङको लागि पनि एकदम राम्रो राम्रो साथीहरू छ आउटफिट अफ द डे अब हेरौँ ए म आउटफिट अफ द डे अलि दिस टी सर्ट मेरो साथीले किनेको हो यो चाहिँ त्यसैले बुन्देकी हो यो है अनि यो प्यान्ट मेरो इभरग्रिन प्यान्ट अनि यो चाहिँ मेरो पहिला ब्याकप्याक यसमा बोतल पनि छ अनि मेरो यो नयाँ लुगा नयाँ त होइन यस्तै राम्रो छु के गरौँ ल अब दिएको पाल्छ मेरो ल ओके हल्का तल यो चाहिँ मेरो एभरग्रिन सुज अनि यो मेरो ट्र्याक प्यान्ट अनि यो चाहिँ हाम्रो कलेजको टी सर्ट ओके ल ओके सबै राम्रो थिएन म घुम्दै थिएँ जस्तो ल ठिक छ ठिक छ 5 सेकेन्ड हो के गर्ने फिट चेक ये अब हामीले जित्छौँ हैन वी विल अपडेट यु गाइस We'll update you. हामी जसरी छौँ आज जसरी नै जित्छौँ 100% बाई हुरुक बाई कुरुक बाई हु क्यान कुक यस अफ कोर्स हामी झेली भएर गरेर भएन जित्ने होइन झेल्ली त हुन्छ किनभने अफ कोर्स अब सिनियर र जुनियर बिचमा छ अनि हामी तर नहोस् गेममा त कोही मान्छे छैनन् फिल्ड पनि खाली छ ग्राउन्ड खाली छ हामी होइन यतिकै अब हेर्दै थियौँ हाम्रो साथीहरू प्रिपेयर गर्दै होला अब अर्को अपोनेन्टलाई त अनि एकदम प्रेसर होला नि त अब हामी राम्रो टिम छौँ भनेर अनि सोचेर प्र्याक्टिस गर्न होला नि भने त कोही छैन बाटो ग्राउन्डमा त कोही पनि छैन हाम्रै क्लासका छन् 4-5 जना रियल म्याच हो अनि यस्तो भाँडाकुटी जस्तो 8 ओभरको छ कि जम्मा अनि हामीलाई यसरी नै हेपिरहेको छ हाम्रो कलेज तोर्पे हो वाच हो हालियो यो भिडियो हो मलाई फरक पर्दैन हो त हो तँलाई एडिट गर्ने होइन नि के एडिट गर्ने होइन एकदम र भिडियो दिस इज मी अलवेज हाम्रो फ्रस्ट्रेसन हो कि जहिले पनि हामी जहिले पनि के न के अकेजन रमाइलोको लागि खेल्न लाग्यो हुन्छ नि फ्रस्ट्रेट के हामी फेरि त्यसै ठिक छ जे भए पनि हामी जित्ने हो जयसुकै होस् मेडल पनि पाइन्छ कि पाइँदैन अब आज चाहिँ प्लिज एउटा मेडल त फिक्स होस् तर हुँदैन कि क्वालिफायर आज हाम्रो हो कि क्वालिफायर हो हामी क्वालिफाई गर्नुपर्छ आज बल्ल क्वालिफाई गरेपछि बल्ल अगाडि मेडल ल ठिक छ केही छैन विल डु इट विल मेक इट अब हामी रङ्गशालाभित्र छिर्यौँ है ओहो बाख्रा भेडाले स्वागत गर्दैछ हामीलाई